सो बेलुकाको ठ्याक्कै 7:30 जति भयो अनि म चाहिँ हतार रेडी हुँदैछु मुभी हेर्न जानको लागि। ओइ क्या प्रकाश सपुतको बसन्त भन्ने मुभी। हाम्रो घरको चाहिँ सबैजना प्रकाश सपुतको बिग फ्यान हो क्या। स्पेशली अझ मलाई त झन् लास्टै बवाल लाग्छ है उहाँ। अनि बवाल हुनुहुन्छ भने जे निकाल्दा पनि बवालै निकालेर हो नि त। सो त्यही भएर पनि आजै रिलिज भएको अनि फर्स्ट सो नै हेर्ने विचार चाहिँ थियो तर बिहान चाहिँ टाइमले भ्याएन। सो त्यही भएर हामीले चाहिँ बेलुकाको 8 बजेको टिकट काटेको थियौँ। त्यसैले बेलुकाको ठ्याक्कै 8 बजे मुभी हेर्नको लागि पुग्यौँ हामी चाहिँ सिटी सेन्टरको बिग मुभीमा। काट्नलाई चाहिँ 8:10 को टिकट काटे तापनि चाहिँ ठ्याक्कै 8:15 जतिमा पुगेको थियौँ क्या मुभी हल भित्र। अनि मुभी पुरै सुरु नै भइसक्यो रहेछ। सुरुको अलिकति पार्ट चाहिँ हाम्रो त्यसपछि बाँकी पार्ट चाहिँ मस्त हेर्यौँ होइन। प्रकाश सपुतले बनाएको भनेपछि चाहिँ अलिकति एक्सपेक्टेसन चाहिँ हाई नै थियो। आज मुभी हेरेर त्यो एक्सपेक्टेसन चाहिँ मैले मिट पनि गरेँ। हेरिसकेपछि चाहिँ यो मुभीलाई राम्रो मात्र होइन धेरै नै राम्रो भन्नुपर्छ। एकदमै धेरै अर्ग्यानिक मनै सिरिङ्ग हुने हरेक पञ्च लाइन यस्तो दामी मुभीको विषयवस्तु त्यस्तै राम्रो प्रस्तुति त्यस्तै दामी एक्टिङ त बाफ रे मुभी चाहिँ लगभग 2 घण्टाको थियो होला होइन। तर बोरिङ चाहिँ अलिकति पनि काहीँ कतै फिल नगरिकन मुभी सकियो होइन। त्यही भएर पनि मलाई चाहिँ मुभी लास्टै दामी नै लाग्यो एकदमै धेरै मन पर्यो। कति टाइम पछि चाहिँ मुभी हेर्न जाँदाखेरि फुल पैसा असुल भयो जस्तो फिल भयो क्या आज चाहिँ।